हामी चाहिँ अहिले ट्रेनमा जाँदैछौँ। हामी चाहिँ अहिले यहाँ भ्याए। सो हे गाइस, वेलकम टु आवर न्यू भ्लग। सो आज पनि हामी क्रिसमसको भाइब इन्जोय गर्नको लागि सिटी जाँदैछ बुढाबुढी भएर। सो लेट्स गो, सिटी जाम घुमाऊँ है। लास्ट टाइम पनि गएको, लास्ट टाइम त्यस्तो राम्रोसँग घुम्न पाइएन अनि त्यतिखेर पानी पनि परेको थियो क्या एकदम। अनि यत्तिकै गएर भिडियो पनि राम्रोसँग बनाउन पाएन, गएर यत्तिकै घुमेर मात्र आयौँ। सो आज चाहिँ राम्रोसँग घुम्ने प्लान छ। अहिले चाहिँ साँझको 7 बजे पनि यति मजाको उज्यालो छ। अनि हामी चाहिँ अहिले स्टेसनको पार्किङमा हिँड्दैछौँ। हामी फेरि पहिलेकै ठाउँमा गएर उता गएर ट्रेन लिनेछौँ अनि ट्रेन लिएर चाहिँ हामी सिटी जानेछौँ। सो लेट्स गो। एन्ड आज पनि फेरि फ्राइडे नाइट हो, लेट्स इन्जोय द फ्राइडे नाइट टुगेदर। हामी चाहिँ अहिले ट्रेनमा जाँदैछौँ। ट्रेन भर्खर आयो। कहाँ बस्ने यहाँ? ट्रेनमा चढ्यौँ, अब हामी सिटी गएर चढ्छौँ। कस्तो लागिरहेको छ त फेरि सिटी जानु? मलाई खुसी चाहिँ किन लागेछ भनेपछि म चाहिँ के भन्छ सेलिब्रेसनको लागि जान थालेको। आजदेखि मेरो फर्स्ट सेमेस्टर सक्यो अनि मेरो असाइनमेन्ट सक्यो मेरो, त्यही भएर चाहिँ म सेलिब्रेट गर्न जान थालेको। अनि सिटी गएपछि फेरि क्रिसमसको भाइब छुट्टी हुन्छ कि, अनि रमाइलो लाग्छ लाइटिङहरू देखेर। सो छुट्टी हुन पाएको छैन, सिटी जान मन लाग्छ मलाई चाहिँ, होइन? मलाई चाहिँ रमाइलो लाग्छ। अनि फिल्ड स्ट्रिटको त्यो बिल्डिङमा पनि लाइटहरू दामी देखाउँछ अरे। अनि के अरे फेडरेसन स्क्वायरमा पनि ठुलो क्रिसमस ट्री छ, प्लस त्यहाँ अरू लाइटिङहरू डेकोरेसन दामी छ अरे। सो त्यहाँ पनि जाने हो। अनि मिलेसम्म क्राउन पनि गएर हेर्छौँ। अहिले चाहिँ हामी फिल्ड स्ट्रिट स्टेसन पुग्यौँ। हामी चाहिँ अब फेडरेसन स्क्वायर जाँदैछौँ। फेडरेसन स्क्वायरमा चाहिँ क्रिसमसको लाइटिङ प्लस क्रिसमसको ठुलो ट्री छ अरे, त्यही गरेर देखाउनेछौँ त्यहाँ फेडरेसन स्क्वायरको क्रिसमस फ्लेयर लाइटिङ। र हामी चाहिँ उता लिफ्ट छ त्यहाँदेखि चाहिँ माथि, त्यहाँदेखि चाहिँ माथि फेडरेसन स्क्वायर जान्छ। सो हामी चाहिँ अहिले फेडरेसन स्क्वायर पुग्यौँ। यो फेडरेसन स्क्वायर चाहिँ त्यहाँ छ। अहिले यो चाहिँ फ्लिन्डर स्ट्रिट हो, हरे कृष्ण बजिरहेको छ यहाँ पनि। कहाँ जाने? अनि त्यहाँ चाहिँ फेडरेसन स्क्वायरको क्रिसमस ट्री। You guys from Nepal? Nice to meet you. सो हामी चाहिँ अहिले घुम्दै यारा रिभरको साइडमा आएको छौँ होइन। यारा रिभरको यता तल क्रुज चलिरहेको छ। अनि यहाँ यारा रिभरको तल रेस्टुरेन्टहरू छ, पबहरू छ, अनि त्यहाँ क्रुज पनि छ यहाँ यारा रिभरको। हामी चाहिँ अहिले यतै यारा रिभरको साइडमा घुमिरहेको छौँ, यतै हेर्न आएको छौँ के कस्तो छ। रमाइलो छ यहाँ, मान्छेहरू हिँडिरहेको छन्, इन्जोय गरिरहेको छन्। अनि दामी छ भ्यूहरू पनि अहिले। सो एकछिन हामी चाहिँ यारा रिभरको साइडमा वक गर्छौँ, हिँड्छौँ। कहाँ छौँ हामी अहिले? अस्ट्रेलिया मेलबर्न सिटीमा। हामी चाहिँ अहिले यारा रिभरको साइडमा आएर बसिरहेछौँ। सिटी भाइब्स। सो हामी चाहिँ अहिले यारा रिभरको साइडमा हिँडिरहेको थियौँ। अनि यारा रिभरमा चाहिँ यो ट्र्याक चाहिँ नयाँ बनेर चाहिँ कि कति राम्रो छ। पहिला चाहिँ हामी आएको बेला थिएन। सो अहिले चाहिँ यसो घुम्दै आउँदाखेरि क्या राम्रो। अनि यो पनि के यहाँ के भन्छ यसलाई यार, थाहा भएन यसको नाम चाहिँ। स्ट्याचु युनिक छ, दामी लाग्यो मलाई चाहिँ यो। अनि यो चाहिँ यारा रिभरको साइडमा यो नयाँ ट्र्याक। उता टाढाबाट चाहिँ यो झन् यस्तो दामी देखिन्छ नि। म उता गएर देखाउँछु। अनि यो लाइटहरू सबै यो ट्र्याकमा लाइटहरू छ। यो चाहिँ स्पेसली यहाँ स्पोर्टहरू भइरहेको हुन्छ नि त, अनि त्यसैको लागि प्लस मान्छेहरूलाई हिँड्न सजिलो होस् भनेर होला। पहिला मान्छेहरू उता साइडबाट हिँडेको हुन्थ्यो, अनि त्यहाँ अनि साइकलहरू पनि हिँडिराखेको हुन्छ। अब यहाँ ट्र्याकहरू यो ट्र्याक छ क्या यो नयाँ, दामी छ। कस्तो लाग्यो बुढी यो ट्र्याक नयाँ?
हामी चाहिँ उता तल पनि जान मिल्छ, त्यहाँ गएर बस्न पनि मिल्छ तल गएर। यहाँ चाहिँ ट्र्याक, यो लाइटहरू पनि कस्तो मजाले क्या, यसले गर्दा भाइबै छुट्टै छ क्या। जुत्ता फ्लेक्स गर्ने मान्छेलाई जुत्ता फ्लेक्स गर्ने रे है, दामी छ। जुत्ता मात्रै टल्किन्छ, बाटो देखिन्छ, अरू केही हुँदैन त्यो लाइटले चाहिँ। तर इन टर्म्स अफ भ्यू चाहिँ एकदम राम्रो। भिडियोमा कस्तो आएको छ थाहा भएन, तर भिडियोमा पनि ठिकै आयो होला। तर रियलमा हेर्दाखेरि चाहिँ यो चाहिँ एकदमै राम्रो छ। मलाई चाहिँ मन पऱ्यो है यो। म सुरुमा आएको बेला चाहिँ यस्तो थिएन। अनि हामी यो यहाँ रिभरको साइडमा चाहिँ धेरै पछि आएको नि त, धेरै पछि आउँदा कि नयाँ चिज देखेर रमाइलो लाग्यो। अनि यहाँ सबै बस्ने सिटहरू छ, यहाँ सबै साइडमा सिटहरू पनि छ। पहिला यस्तो सिटहरू केही थिएन। अनि यो चाहिँ मेलबर्न सिटी। अनि ऊ त्यहाँ चाहिँ क्रुज हिँडिरहेछ, क्रुजमा पार्टी भइरहेछ जस्तो भने चाहिँ क्रुज चलिरहेछ त्यहाँ। अनि हल्ला गरेछन्, रमाइलो गरेछन् क्रुजमा। त्यो चाहिँ डबल डेक क्रुज रहेछ। यो चाहिँ यारा रिभरमा चाहिँ हामीले क्रुजमा पनि चढ्न पाइन्छ है, मेलबर्नमा यारा रिभरमा आयो। सो क्रुज पार्टी भइरहेछ। अनि हामी चाहिँ अहिले यहाँ भ्याए, यहाँ हेऱ्यौँ मान्छे यति धेरै छ नि यहाँ, उडी हेरौँ न, मान्छे यति धेरै छ नि यहाँ। लास्ट ट्रेकै मान्छे पछाडि हेरेर क्राउड, यस्तो डेन्जर क्राउड छ, सबै हेर्न आएको छन् कि यहाँ दामी छ। अब हामी चाहिँ उता फ्लिन्डर स्ट्रिट अगाडि जान्छौँ, त्यहाँ पनि बिल्डिङमा लाइटिङ भइरहेछ। अनि यहाँ चाहिँ लुक एट द क्राउड। अब हामी उताबाट जाने कि त्यो बिल्डिङको लाइटिङ हेर्नलाई चाहिँ फ्लिन्डर स्ट्रिटतिर जान्छौँ। अब फ्लिन्डर स्टेसनको लाइटिङ हेर्नलाई। हामी चाहिँ सबै ठाउँ लगभग घुमेर भ्यायौँ। अनि अहिले चाहिँ हामी घर फर्किन लाग्यो। सो सी अन नेक्स्ट भिडियो गाइज, एन्ड डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब।